नमस्कार। आज हामी नेपालको एउटा अलि फरक खालको विषयमा कुरा गर्दैछौँ। प्युठान जिल्लाको लुङ भन्ने गाउँको एउटा विशेष परम्परा देवाली र त्यहीका दुई थरहरू केसी र रिजाल कसरी सुरु भए भन्ने बारेमा। हामीसँग केही स्थानीय टिपोटहरू छन्, त्यसैमा आधारित रहेर यो रोचक कथा खोतल्ने प्रयास गरौँ है त। लुङको देवाली यो चाहिँ त्यहाँको एक महत्त्वपूर्ण सांस्कृतिक उत्सव रहेछ। खास गरी खत्री समुदायको बाहुल्यता भए पनि बाहुन, कामी, दमाई, मगर अरू पनि धेरै समुदाय सहभागी हुन्छन्। सबै समुदाय मिलेर मनाउने। हो, मिलेरै मनाउँछन् अनि तयारी पनि विशेष हुन्छ। देवाली आउनु अघि घरहरू रातो माटो वा कमेरोले पोतेर सिँगार्ने चलन छ। कस्तो राम्रो चलन। अनि पूजा विधि नि त्यसमा केही खास छ? छ नि। घुमे पुजारा भनिने खत्री पुजारीले सुराई बोकेर घर घरमा गई बोका जम्मा गर्छन्। यसलाई बोका मनाउने भन्दा रहेछन्। बोका मनाउने। अनि त्यो मोड धाड्ने भन्ने पनि छ रे नि, त्यो के हो? मोड ढाड्ने भनेको चाहिँ मतलब बलि दिएको बोकाको टाउको भोलिपल्ट वा पर्सिपल्ट मात्रै चढाउने चलन। तर एउटा मात्र बोका चढाउने घरले चाहिँ त्यो टाउको पाउँदैनन् अरे। त्यस्तो पो। खै किन होला त्यस्तो नियम? त्यो त सायद सामाजिक प्रतिष्ठा वा सहभागिताको स्तर देखाउने तरिका हुन सक्छ। तर अझ रोचक कुरा त पुजारीहरूको व्यवस्थापनमा छ। पुजारी कसरी? भनिन्छ धेरै पहिले धनञ्जय गोत्रका एक ब्राह्मण त्यहाँ आएर बसे। उनका दुई श्रीमती थिए, एउटी बाहुनी अर्की छेत्रिनी। अनि बाहुनी श्रीमती तर्फका सन्तान उपादेय भए, छेत्रिनी तर्फका छेत्री। र अचम्मको कुरा के छ भने लुङको देवालीमा यी दुवै वंशका पुजारी मतलब खत्री छेत्री तर्फका र बाहुनी तर्फका मिलेर पूजा गर्छन्। सँगै मिलेर। सामान्यतया त बाहुन मात्रै पुजारी हुन्छन् नि, होइन र? हो त नि, त्यही त यहाँको विशेषता हो। यो संयुक्त पुजारी प्रथाले गजबको सामाजिक संरचना देखाउँछ। साँच्चै यो त निकै विशिष्ट कुरा भयो। थरहरूको कथा पनि यस्तै रोचक छ कि? केसी थर कसै आयो त लुङमा? केसी थरको कथा झन् चाखलाग्दो छ। स्रोत अनुसार श्री बहाबुल खत्री भन्ने व्यक्तिका पनाती थिए दानबहादुर खत्री। उनले एसएलसी परीक्षा दिँदा आफ्नो थर खत्रीको सट्टा केसी लेखिदिए। एसएलसी दिँदा? अनि त्यसैले? हो, त्यहीँबाट सुरु भयो। त्यसपछि त त्यो क्षेत्रका अरू खत्रीहरूले पनि दानबहादुरको सिको गर्दै केसी लेख्न थाले। एउटै मान्छेको निर्णयले समुदायमा थरै परिवर्तन भयो त? यो त अनौठो घटना रहेछ। हो नि, कसरी एक व्यक्तिको कदमले एउटा पहिचानको पाटो बदलिन सक्छ भन्ने उदाहरण हो यो। त्यस्तै रिजाल थरको पनि केही कथा छ कि? त्यो पनि यसरी नै सुरु भएको हो? रिजाल थरको कथा अलि फरक छ जस्तो देखिन्छ। यसमा एउटा मात्र घटना छैन। एउटा उदाहरण 2014 सालतिरको छ, जब भुवनेश्वर उपाध्यायले आफ्नो नाम भुवनेश्वर रिजाल लेखे। उनी शशिधर पण्डित उपाध्यायका छोरा थिए। 2014 सालमा एकजनाले लेखे? हो, तर फेरि 2028 सालतिर अर्कै वंशका ऋषिराज उपाध्यायका छोराहरूले पनि रिजाल लेख्न थालेको देखिन्छ। मतलब केसी थर एउटै घटनाबाट फैलियो, तर रिजाल थर चाहिँ फरक फरक समयमा फरक फरक परिवारले अपनाएको हुन सक्छ। त्यस्तै सम्भावना देखिन्छ। रिजाल थरको सुरुवात कुनै एउटा व्यक्ति वा घटनाबाट भन्दा पनि सम्बन्धित परिवारहरूमा देखिएको एउटा प्रवृत्ति वा अलग अलग निर्णयहरूको परिणाम हुन सक्छ। त्यसो भए समग्रमा हेर्दा यो लुङ्गोको देवालीको संयुक्त पूजा र यो केसी रिजाल थरहरूको उत्पत्तिले के देखाउँछ त? यसले मुख्य रूपमा दुई कुरा देखाउँछ जस्तो लाग्छ। एक, स्थानीय संस्कृति र परम्परा कति गतिशील र अनौठा हुन सक्छन् भन्ने। देवालीको त्यो संयुक्त पुजारी प्रथा हेर्नुस् न। अनि दोस्रो, थर जस्तो हाम्रो पहिचानको आधार पनि कसरी ऐतिहासिक घटना र व्यक्तिगत रोजाइबाट बन्न र बदलिन सक्छ। यो सधैँ हजारौं वर्ष पुरानो नै हुनुपर्छ भन्ने छैन। हो त नि। मतलब हामीले सोचे भन्दा पहिचान निर्माणका प्रक्रियाहरू धेरै निकट र मानवीय तहमा पनि हुँदा रहेछन्। एकदम। लुङको यो सानो उदाहरणले देखाउँछ कि स्थानीय इतिहास कति महत्त्वपूर्ण छ। केसी र रिजाल थरहरूको उत्पत्ति पहिल्याउन सकिने घटनाहरूमा आधारित छ। साँच्चै यो कुराकानीले धेरै कुरा सोच्न बाध्य बनायो। यो त एउटा गाउँको कथा भयो। हो, र यसले एउटा प्रश्न पनि उब्जाउँछ, नेपालका अरू कति ठाउँमा यस्ता स्थानीय
विशिष्ट परम्परा र थरका कथाहरू होलान् जुन हामीले सुनेकै छैनौँ। कतिपय हामीले सामान्य मानेका पहिचानहरू यस्तै साना तर महत्त्वपूर्ण स्थानीय इतिहासले बनाएका होलान्। यो साँच्चै खोजी र विचार गर्नुपर्ने विषय हो।